स्थानमा अन्य विभिन्न स्थानमा भूत शरीर भन्ने हुन्छ के भूत शरीर भन्ने शब्दलाई पनि अब यहाँ मान्छेले केमा लगाएर जोड्दै हुन्छ भन्दा भूत प्रेत हो भूत पो रहेछ त यो शरीर त भूत पो रहेछ त हो मान्छेले कुरो बुझेन यहाँनिर भूत शब्दको प्रयोग गरिएको छ अब भूत भन्ने बित्तिकै अब यसलाई पनि हामीले नेपालीमा अर्थ लाउने भने त अब अनर्थ हुन्छ कि हुँदैन हुन्छ नि भूत भने त त्यही हामीलाई बाटोतिर कहिलेकाहीँ तर्साउने डर लाग्दो अनि त्यसपछि कुनै गति प्राप्त नगरेको आत्मा प्रेत पिशाच भने होइन त भूत भने अब यहाँ शास्त्रले भन्न खोजेको भूत त्यो हो त हो शिवलिङ्गको अर्थ पनि त्यसै गरी बुझिबक्सियोस् यहाँ त भूत शरीर भन्नुको अर्थ प्रेत बोकेको शरीर बेला बेला काम्ने अथवा भूत प्रेतैको स्वरूप बनेर आएको मान्छे कहिले मान्छेको रूपमा आएको प्रेतलाई भूत शरीर भनिया भनेर बुझ्न मिल्यो त कसैले त त्यसरी अर्थ लाए पनि त त्यहाँ त बुझेला नि त त्यो त बुझ्न बुझ्दिन त के आरम्भ गलत अर्थ त बुझ्न सकेला तर सही अर्थ खोजी नगर्नाले गर्दा गलत अर्थ नै हाबी बन्दाखेरि शास्त्रको अर्थ अनर्थ बन्छ समादरणीय सज्जन त्यसैले यहाँ भूत शरीरको अर्थ के हो पृथ्वी जल तेज वायु आकाश गरेर पञ्चमहाभूत भनेर पढे है छैन हामीले कहिलेकाहीँ पञ्चमहाभूत अब पृथ्वी भूत हो त जल भूत हो त वायु भूत हो त हो हजुर होइन नि त अनि यहाँ भूत भनेको छ नि त फेरि पुराणले त बुझिबक्सेला तपाईँ हामीलाई बाटामा तर्साउने गति प्राप्त नगरेको तत्त्वलाई यहाँ भूत भन्या होइन हाम्रो भाषामा पो त्यसलाई तर्साउनलाई भूत भन्या त तर यहाँ चाहिँ भूतको अर्थ तत्त्व भन्न खोजिएको हो त्यसैले पृथ्वी जल तेज वायु आकाश रूपी जम्मा पञ्च तत्त्वलाई पञ्चमहाभूत भनियो पञ्चमहा अद्भुत तत्त्व जो छ त्यही तत्त्वलाई आज भूत भनिए जस्तै त्यही पाँच महाभूत चिजबाट बनेको शरीर भएर हाम्रो शरीरलाई के भनेर छ भूत शरीर अब भूत शरीर भने काम नि प्रेत बोकेको व्यक्ति भने होइन रहेछ भन्ने कुरो त आउ बुझ्यो नि हो भगवानको शिवलिङ्गको अर्थ पनि त्यही हो संसार चराचर जगतको पहिचान परम तत्व भगवानको परिचय जगतको रक्षा गर्नेवाला तत्व संसारलाई कल्याण गर्नेवाला अन्तर्यामी परमात्माको प्रतीकको रूपमा पूजन गरेर जगतलाई पहिचान प्रदान गर्न सक्नेवाला तत्त्वको नाम हो शिवलिङ्ग बुझिबक्स्यो त्यसैले नै तत्त्वमा सबै कुरा समाहित भएको छ ओमकार पनि त्यहाँभित्र लुकेको हुन्छ ओम भन्न्छौँ नि हामी अहम ब्रह्मास्मि भन्ने चिजको परिचय पनि शिवलिङ्ग तत्त्वले दिन्छ यहाँ भित्र प्रवेश गर्ने हो भने सन्त महन्त ठुला ठुला विद्वान वर्गहरूले यसको धेरै परिचय स्थापित गर्नुभएको छ त्यतापट्टि बुझ्न सक्नुपर्छ र त्यसै कारणले गर्दा भगवान परमात्मा मभित्र हृदयमा हुनुहुन्छ भनेर अगाडि मूर्ति राखेर पूजा गरेपछि भित्रको परमात्माको परिचय बन्छ कि भित्र छोपिनु भएको काम क्रोध लोभ मोह मद मात्सर्यद्वारा छोपिएको तत्त्वहरू कहिलेकाहीँ उजागर बन्छ कि भन्नका लागि बन्छ कि मात्रै होइन त्यो बन्छ नै बनाउनै पर्छ भनेर भित्र भएको मूर्तिलाई हजुर हामीले खोतल्नका लागि त्यसलाई परिचय प्राप्त गर्न बाहिरको मूर्तिको पूजा गरे हो बाहिरको मूर्तिको पूजा गर्दा जति पनि भित्र भएको परमात्मा प्रकाशित हुनुभएन र भित्र हुनुभएको शिव तत्त्वलाई हामीले बुझ्न सकेनौँ भने कल्याण हुँदैन शिव शब्दको अर्थ के रे हजुर मैले हिजो भनेको थिएँ नि शिव तत्त्वको अर्थ के रे हजुर ल भन्नुभएको हजुर बिर्सिनु होला नि भनेर त हजुरले चाहिँ सम्झिया छ त हजुर ल हस् ठिक छ सोधे होला त बोल्नु पर्यो ठिक छ शिव भनेको कल्याण मैले भनेको थिएन शिव शब्दको अर्थ हो कल्याण जगतलाई नै कल्याण प्रदान गर्ने कल्याणको प्रतिमूर्ति नै परमात्मा हुनुहुन्छ भनेदेखि त्यस्ता भगवानको शरणमा जाँदा के मानवले कल्याण पाउँदैन
कलियुगको मानवलाई सबैभन्दा छिटो कृपा गर्ने भगवानका रूपमा परिचित हुनुहुन्छ शिवजी, जसको नाम हो दोस्रो आशुतोष। आशु भनेको शीघ्र, तोष भनेको खुसी हुने, छिटो खुसी हुनेवाला भगवान भोलेनाथ परमात्मालाई हृदयभित्र दर्शन गर्न सक्नुपर्छ। भोलेनाथलाई भित्र दर्शन गर्नका लागि म भित्र हुनुहुन्छ भन्ने भाव राख्नु पर्छ। भएको भगवानलाई दर्शन गर्नेको तत्त्व आधार चाहिँ के त भन्दाखेरि ध्यानपूर्वक योग समाधिका माध्यमबाट हुन्छ कि कसरी हुन्छ, तत्त्वलाई बुझेर हृदयमा परमात्मालाई देख्दै अरू प्राणीमा पनि भगवान हुनुहुन्छ भन्ने खोजी गर्न सकियो भने शिव तत्त्वको बोध बेला मौकामा हृदयमा हुन सक्छ। कैलाशमा शिवजी छ, म न मेरा पिताजीलाई गाली गर्न सक्छु, न शिवजीको निन्दा सुन्न सक्छु प्रभु। अब मलाई यो जिन्दगी चाहिए, किनभने शिवजीले हिँड्ने बेला नै मलाई भन्नुभएको थियो, सती तिमी माइती घरमा आज मर्नको लागि जाँदैछौ भन्नुभएको थियो। मैले सोचेँ रिसाएर भुल्की लाग्यो होला, तर अब म जिउँदो फर्केर भोलेनाथका चरणमा गएँ, कैलाशमा गएँ भने हो दाक्षायणी खूब सम्मान पाएर आयो होला होइन त भनेर मलाई यस्तो अपराधी दुनिया जगतले मान्ने शिव परमात्मा प्रति निन्दा गर्ने दक्ष रूपी अपराधीकी छोरी भएको कारणले मलाई दाक्षायणी भनेर नाम लिँदा नै म कैलाशमा खतरकै मर्छु। त्यसो हुँदाखेरि अब म जिउँदो रहनु हुँदैन। हे शिवजी तपाईँ, हे प्रभु, मलाई हजुरले नजानुहोस् भनेर बार बार भन्नुभएको थियो। नजाऊ सती, जानु हुँदैन, तिमी मर्नका लागि जाँदैछौ भन्नुभएको थियो। ठिक्क हो रहेछ, म मर्नकै लागि आएको छु। प्रभु मलाई माफ गर्नुहोस् है। पिताजी तपाईँले आज 2 अक्षरले भनेको शिव शब्दको उच्चारण मात्रै गर्दा पनि सारा जगतको कल्याण गर्नेवाला भोलेनाथको यति धेरै अपमान गर्नु हो। अब म न तपाईँलाई रिस गर्न सक्छु, न भोलेनाथको निन्दा सुन्न सक्छु। यो बीचमा म मात्र एउटा धेर भएको छु। म मर्देपछि अब न तपाईँले शिवजी निन्दा गर्नुपर्छ, न मैले शिवजीको निन्दा सुन्नुपर्छ। तपाईँ जस्तो अधर्मीको छोरी बन्नुन्जेल मेरो नाम दाक्षायणी रहन्छ। दक्षको रगत बगेको यो शरीर अब मैले जिउँदो राख्नु हुँदैन। आँखाबाट आँसु झारेर सतीले रुँदै रुँदै बडा दुःखका साथमा आज भोलेनाथ परमात्मालाई सम्झना गर्दै, प्रभु अब मलाई माफ गर्नुहोस् है। यो जुनीमा म हजुरको साथमा रहन पाएँ। मलाई हजुरले बिदा गरिरहँदाखेरि मलाई लागेको थियो हजुर खुसी भएर बिदा गरे भन्ठाने, तर होइन रहेछ, सधैँको लागि गरे बिदा रहेछ। त्यसो प्रभु म अब हजुरको लागि अर्को जुनी हजुरको कृपा रह्यो भने फेरि आउँला, होइन भने सती तिमी किन फर्केनौ भनेर मलाई नभन्न सुन्यो। भोलेनाथलाई चट्ट सम्झना गरेर आँखाबाट बोलेर आँसुका धारा बगाउँदै आज सतीले शिव शिव शब्द उच्चारण गरेर सधैँ सधैँका लागि दक्षका यज्ञमा प्राण त्यागिदिनु हो। आज सती रहित भयो जगत, सती देवीको प्राण अग्निदेवले ग्रहण गर्नुभयो। दुनिया हाकार गरी सारा सम्पूर्ण यज्ञहरू उडेर गए। दक्ष प्रजापतिका सेवक र रुद्र पार्षदको लडाईँ भयो, तर रुद्र पार्षदले हार्नु पर्यो। तत्पश्चात गएर नारदजीले गएर भोलेनाथलाई भन्नु भयो, प्रभु आज सती देवी अब कहिल्यै पनि नफर्किने गरी प्राण त्याग गर्नुभयो भन्दा शिवजीले जटाजीबाट 2टा केश मात्रै झिक्नुभयो। वीरभद्र प्रकट हुनुभयो, महाकाली भगवती जननी आमा प्रकट हुनुभयो। पृथ्वी थर थर कापिन्। प्रभु भोलेनाथ के छ हजुरको आज्ञा भन्दा दक्ष प्रजापतिले आज संसारको शिव तत्त्वको निन्दा गरे। आज तिनी बडो उदण्डपने दण्ड दिएर आउनु सुनेर पठाउँदा पृथ्वी थरकायमान बनाउँदा आज पृथ्वीले त्यो भार थेग्न सक्नु भएन।